आधी बाल्टी कति देख्यो एउटा सुकेको ड्रागन फ्रुट यस्तो पुगेछ 11वटा फुलेको अरे कतिवटा पुगेछ 2टा 3टा छुटाउ न यो यस्तो त हुँदैन त उता पनि एउटा यता पनि एउटा फल्दै थियो हैन त्यही पनि सुकेर 11वटा फुलेको थियो 4टा छोड्दिएको अब हुन्छ कि हुँदैन 4टा अडिएको छ कति मुनाफालाई हाल्छ फेरि पैसाले छुटाउनु पर्ने रहेछ या बिबी फलाउँदै छ छोड्देऊ नचोड यत्रो भइसकेको कतिवटा फल्छ यसपालि खोइ एउटा हाँगामा 11वटा फुलेको 4टा अडियो र फल्ने बेलामा कतिवटा अडियो म माथिको हाँगा काट्नु पर्ने कत्रो ठुलो ठुलो भएछ स्यालेर आइदियो म भेट्दिनँ त माथिको नत्र खुकुरी लिएर आइदिन्छु आज राति चाहिँ यस्तो मजाले पानी पर्यो ला बनाना ढलेछ नि आज राति कत्रो पानी आयो नि त अनि अहिले चाहिँ घाम पनि लागेको छैन शीतल भइरहेको छ हाम्रो केरा त ढलेछ यो चाहिँ कालो बेसार है यो चाहिँ कालो बेसार ओए नगर नतान्न छोरा यो के हो यस्तरी ढलेछ हौ मम्मी नचुटाउ न समाउ न यस्तरी समाउ न भनेको त्यो तलको झार न अलिकति यता उभ न यता हेर हाँस ल कुन चाहिँ खालको सानोमा पाक्ने खालको केरा चाहिँ ढलेछ आज कस्तो मजाले छिप्पेको रहेछ यो केरा मजाले छिप्पेको रहेछ छिट्टै पाक्छ अब गर्मीमा आऊ यता तर पनि पाक्छ बुङ्गा आउँछु पाकेको आफू यत्रो यत्रो हुन्छ पाकेको यत्रो कति 2टा मात्रै फलेको रहेछ त्यहाँ त आएको पर रहेछ मच्छर पर्दैन जुमा मच्छर टोक्छ मेवा पाकिरहेको रहेछ आज बाबु जाउँ यतातिर चाहिँ सबै सपाटे घारी नै घारी छ है आऊ बाबु जाउँ ओर्ला मच्छर टोक्छ के यो आँप त ठुल्ठुलै फल्ने खालको रहेछ मेरो फलेको रहेछ फलेको रहेछ अनि पर छ एउटा 2टा 3टा मात्रै फल्यो क्या यो बोटले त मम्मी यो मजाले पाक्छ सानो सानो हातले पकाउनु पर्यो
भिन्डीमा मिसाएर खुट्टा नभिजाउनु हो तिमी बेसी खुट्टा भिजाएर हो क्या तिम्रो खुट्टै पानीले खाइसक्यो पढाइ भनेको त पुरै क्ले लिएर क्ले पो खेलाइरहेको रहेछ के ढल्ने चाहिँ भाइ बाबु बोक्रा त्यहाँ नखाएल है यो माने चाहिँ सुँगुरलाई पकाउनु राम्रो राम्रो प्याज त राखिदिनु नि त्यहीँनिर आज त दिउँसो नि पानी आउँछ क्या हो धुम्म हुँदैछ ल्याउ त छिटो चुलेसी छिटो लिएर आऊ आलु र भिन्डी पकाएको मम्मी यो बान्ध म त आउँदैन है बान्नु बान्दिनु यस्तरी ल यस्तरी तन्काउने हजुर अनि यहाँबाट यस्तो गर्ने यहाँ औँलाबाट अनि यहाँनिर यस्तरी छिराएर यस्तो गर्ने यो अनि यहाँ पकाउनु न बाँध्न आउँछ तिमीलाई ल्याउ म बाँधिदिन्छु त्यो गाठो पारेर हजुर बेसी मोटो भयो हुन्छ त्यसरी पनि हुन्छ मोटो भयो नि त अनि म यसमा बटर अनि यसमा पनि बाँधिदिनु ल होला है मोबाइल त्यसमा पनि बाँधिदिनु बान्जी मोबाइल नहल्ला भने सुन्दैन साइकल कुदाउनु आयो केमा बाँधिदिनु भनेको यसमा कहाँ त्यसमा बाँध्छ हो कसरी बाँध्छ त्यसमा चाहिँ टाइम पास सटरडे टाइम पास सङ्गमेको यो पकाउनु त यो किन पकाउनु के खानुभएको छोरा टोकादै एकपल्ट अघि पत्ता लगाइसके बाबुको डान्सै खोइ त सेलाइ त गाना उफ्रेर नाच न बसेको बसै भयो त शनिबारको टाइम पासेर निधारभरि पसिनै पसिना बाई बाई हालो 10 नम्बर ओ 10 नम्बर के लेखेको छ पछाडि उता हेर त के लेखेको छ भन त मलाई के त अनि तिमी लाउने मान्छेलाई थाहा हुँदैन खोलेर हेर्छु ए लु पर्दैन ब नखोला किन खोल्नु पर्यो पुकुलु पुकुलु हेर पसिना कस्तो निस्केछ पसिना यता आऊ त छोरा मम्मी यो मैले भेटेको यो पाकेकै छ पाकेको छैन त्यो
अनि त्यो पसिना निस्केछ एक मात आसमान छि नगर न यसलाई काट्दिनु कस्तो त्यत्रो ठुलो करेला देखेछ देखेन प्लास्टिक अलिकति देख्यो ए मान्छेको अनुहार सनुहारै देखेन अलिक नेउरिनु न देख्दैन भयो सब कपाल चाहिँ थोरै देखेन पुरा देख्यो अहिले के मजाले फलेको नि यस्तो खालको धेर तितो हुँदैन नि यो खालको तिमी सिमी केलाउनु जान्दैन कि म आफै केलाउँछु छोरा यसरी लोती निकाल्नुपर्छ कि यस्तो गरेर यहाँ है यस्तो गर्ने अनि यसरी निकाल्नु मेरो लोटी निकालिदिनु न मम्मी मेरो लोटी नि ताडमा हुने चिज त भन्ने मिल्दैन यसले के केलाइदिएको यस्तो सबै हालिदिएछ यसलाई त नि म त मलाई केलाउनै आउँदैन तर पनि केला भनेको थियो बाई बाई गर्मीमा हुँदैन नि त नि टुन बेसी गर्मी हुन्छ यता कहाँ हुन्छ भयो भने जाडो महिनामा चाहिँ हुन्छ यो एकपल्ट भएको थियो त अलिअलि नै जाडो महिनामा फलेको थियो त होइन हेलो नमस्ते आज चाहिँ हाम्रो न्यू ब्लग हुँदैछ हो मेरो गाइडहरू आज न्यू ब्लग हुँदैछ यहाँ हेर्नुहोस् यो मम्मी हो यो करेला हो यो भिन्डी हो यहाँ आमा बसिराख्नु भएको छ यहाँ मम्मी यहाँ म होइन अनि बुवा चाहिँ कता कता जानुभयो यता हुनुहुन्छ बाई बाई झर टाउकोमा लाग्छ हल्लाउँदा यता आइज कति धेरै पाकेको छ त नि माथि हाल्नु यसलाई टाउकोले झारिदियो डेडीको टाउकोले ब्याङ डुम हो त्यहीबाट हल्लाउनु न धेरै माथि नजानु अहिले नजाइ बाबु हल्लाइसकेर मात्रै टिप्ने होइन टाउकोमा डङ डङ हान्छ नि फेरि म्याङ्गो आमा म्याङ्गो तुरी 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 सबै छिटो आप छिट्टै पाक्दो रहेछ कसले झार्नु भनेको बुनुले मिठो लाग्यो होला नि त नि कालो कति माथि गएको बाबा लिची त कीर्तिमान कापाको मिठो त्यहीबाट हल्लाउनु न धेरै नजानु अब चाहिँ झर्छ झार्नु न तपाईँ चाहिँ अनि जिउमा लाग्दैन क्या हो ओ पर एउटा माथि छ सुपारी कति फलेको रहेछ उही के लाग्यो यहाँ टिप्जा
होला नि भयो एकछिन मान्छे बोटाइमा बसेर खानु थालिसक्यो के हो जा बाबु टिप उयो त नि छ बाबु तिमीले अस्ति कहाँको खुर्सानी टिपेको एकमुठी टिपेर लगेको थियो ठाडे खुर्सानी कहाँ त्यही त यसले टिपेर लगेँ त म त यादै गरिनँ ए यहाँनिर फल्दै रहेछ माने घारीले अब यसलाई त आँप टिप्नु त रिप्पु छ नि बिहान उज्यालो हुनु पाउँदैन सुपारी आँपको रूपमा मरिच पनि फुल्दै रहेछ यो पालि चाहिँ फल्ने रहेछ यहाँनिर यता नि छ बाबु यहाँनिर यता आइज छोरा हो त्यहाँनिरको दुईवटा टिप न यता छ छोरा यहाँनिर आऊ ऊ त्यहाँनिर त्यो यहाँनिर नि छ टिप यता आऊ लाग्छ हल्लाउनु न अब त त्यताको हाएको सक्यो जस्तो छ रुख चढ्नु त बाँदर जतिकै छ नि त हौ भेना त अलिक सफा भएको दिएन नधुई खानु आँट काटनको दिएन रातो भएको थियो त अहिले त कस्तो मजाले पाकेको नि यहाँ रे के साह्रो रातो भएको त कस्तो गुलियो न गुलियो जान थोड़ा था चरा है ना आधी बाल्टी बंद कर ला टैंकी बंद करा ना अमिलो रहेछ खाऊ त के को अमिलो छ हौ गुलियो छ नि त्यसरी नताछ न चुस न सुरुप्प गरेर खाऊ त उतापट्टि खाऊ त्यस्तै हुन्छ नि आमा यो पुएको छ अहिले चाहिँ मेरो बेलुकाको खाना पाक्दैछ यहाँ चाहिँ पाक्दैछ चिकन यहाँ खानामा सिटी लाग्नु आँटेको छ अरे कहाँ बसेको यो मान्छे चाहिँ को मान्छे हो यो भात पकाउँदैछु त्यहाँ बस अब आया हो सब्जी यहाँ फिस छ क्या यहाँ धोएकै छैन आमालाई धोइदिनु नि भनेको सानो सानो फिस पनि छ सानो होइन ठुलो देखेन यहाँ हजुरले के हो के खानु आँटेको यो अहिले नखाऊ न यतिखेर किन खानु पर्ने खोल्नु सक्नु पऱ्यो नि पलासी त्यता क्या उसले त भातमा सिटी पनि लाग्यो धेर नखाऊ या धेर खानु हुँदैन एउटा देऊ त म पनि सक्नु
बढाउनु ल तिमी पनि चाख त कस्तो रहेछ कति दर छ मिठो छ पिरो पिरो धेर नखाऊ है अहिले भातसँग मिठो हुन्छ त्यो त भुइ पनि खायो छोते बाजेले पिरो भयो पिरो छ बाबु धेर नखा के को बनाएको हो कुनि यो मैदाको हो कि क्या हो भयो के धेर नखाऊ हो पिरो छ ल भयो राख अहिले माम रुच्दैन क्या धेर नखाऊ मलाई बान्नै आउँदैन जसले फुकालेको उसैले बान्छ गयो ड्याब्रो टाउकै धेर छ कि क्या हो नुन हालेर हल्लाको हल्लै म त भोटे धनियाँको टिप्नु पर्यो आज भोटे धनियाँ खानु मन पुदिना नि के साह्रो हल्गो न हल्गो भएछ हौ मासु र माछामा चाहिँ भोटे धनियाँ हाल्नु पर्यो छिप्पे छ पुरा कति दिन भन टिपेको मम्मी हजुर आमाको कोठामा के गर्दैछ कुपर खुट्टी लाएर पिटाइ खान्छ है हावाले चाहिँ आयो मैले दिनु नभेटी पनि चलाउनु पर्ने कराई चाहिँ घोप्टायो भने अहिले यो हाल्दियो कुन यो त्यो त पाकिसकेपछि हाल्ने हो त त्यो धनियाँ चाहिँ म चाहिँ मसला घोट्दैछु हेट तेरिका नगर न बाबु तिमीले सब पकाइदिन्छौ अब त्यस्तो नगर अलिक ठुलो भएपछि मात्रै पकाउन मिल्छ तिमीले भेट्दैन नि त चुलामा कति जिद्दी छ नि अहिले कराई नै घोप्टेला बास्ना सुन्दैछ उहाँ तल झर यस्तो चढी दिइरहेछ ल तल झर बाबा अहिले कराई नै अहिले खनिदिन्छौ त त्यस्तो गर्नु हुँदैन त दुध खाइन्छ तारेर चाहिँ सकेँ मैले खजेडा म चलाउँछु हो न यस्तो चलाउनु हुँदैन है आफैतिर खनिन्छ तिमी बसानै छौ नि त लागेको छ भेट्दैन तिमीले तल झर त आउँछ डलेकै छैन नि त